दसैँमा टिका लाएर क्याम्पिङ हिँड्यो। हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। आजको ब्लग चाहिँ क्याम्पिङ बारे चाहिँ हामी चाहिँ सामान लिन आएको। हरेक भिडियो चाहिँ केटाहरू चाहिँ बाहिर बस्छ अनि त्यसपछि फाइनली लिएर आए केटाहरूले। के ल्याउँछन् भन्दा फ्रुटी पो लिएर आउँछन् केटाहरूले। ल डिक्कीभित्र हाल भनेर हाले केटाहरूले। अनि चल्दै हामी चाहिँ त्यहाँदेखि अनि छिटो हामी चाहिँ घर गएर चट्नी पिस्यौँ। केटाहरू चाहिँ आइसकेर चाहिँ यो फेरि ब्लग भन्ने त्यो लजै हाल्छ कि ल जाम हामी अब यहाँबाट ढिलो हुन्छ फेरि भन्दै हामी त्यहाँदेखि निस्क्यौँ। ओ रेस खेल्छस् भनेको त खेल्छु भनेर केटाले त मलाई च्यालेन्ज गरे यार। मैले पनि ओ रन्का भनेको त हरि रन्कायो क्या त्यसले नि। हामी चाहिँ रेस जितेर मास्तिर आएर दाउरा साउरा खोजेर त्यहाँदेखि हिँड्यौँ र केटाले लागबाल भनेको त साले कस्तो चिसो दाउरा ल्याएको छु तैँले भन्छ के अरे। एउटा फेरि मस्त गर्लफ्रेन्डसँग बोलिरहेको छ अलिक गर्छु फोन बेबी भनेर फोन काट्यो हामीलाई देखेर। केटाहरूले एउटा आगो बाल्न सक्दैनस् तिमीले भनेको त साले चिसो दाउरा लिएर तैँले भन्छ के अरे। तिनीहरूले त तिमीले आगो बाल्दै म चाहिँ प्याज काट्छु भनेर प्याज काट्न लाग्यो। फाइनली आगो चाहिँ बाले तिनीहरूले। मैले चाहिँ प्याज काटेर यो सलादको लागि काँक्रा काटेँ। फाइनल तिनीहरूले चाहिँ मासु चाहिँ बसाल्छन्। आगो नि हरि बोलिरहेछ केटा। मासु चाहिँ मजाले भुटे भनेको त साले कुको भन्छ के तेल चाहिँ। ल पका भने मैले चाहिँ ओ तँ नि गर्लफ्रेन्डसँग बोलेस् क्या सन्तोष जस्तै होइन यार गेम खेलेको भन्छ के अरे। धेरै गेम नखेल मासु पकाइ आइज खाना भनेर बोलाए। केटाहरूले चाहिँ भाग लाएर राखिसकेको रहेछन्। भाइ नलजाइकन खाऊ भनेको त अर्को भयो। लजाउन नि भाइ भन्छ के अरे। ओ तल त खतरा बनाएको छ भनेको त त्यसले त आइएममा कुक भन्छ के अरे। टोलटिल चाहिँ अझै 2 पिस हाल त मलाई भन्छ के अरे। 2 पिस छैन एक काँक्रा खा भनेर काँक्रा दिए। फाइनली खाएर चाहिँ सकियो। हामी चाहिँ जाँड रक्सी खानु परेन यही फ्रुटी खाएर बस्यौँ। खाएर सकिसकेपछि यताउति खचा खर्च गरेर कता डराउँदै केटा हो भन्यौँ हामीले। त्यसपछि चाहिँ भ्लग बनाउन मिलेन। त्यही हो गाइस आजको भ्लग चाहिँ हजुरहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यति भन्दै छुट्टिन्छु। गुड नाइट टेक केयर बाई बाई।